No. Beer. कतिवटा त्यो भित्र कतिवटा त्यो हुन्छ बोतल अझै लाने है ओके अब टोइलेट पेपर पनि हैन परे भने खिच्नु पर्यो कोक मैले त नि के लाउँछ नि यही हामीले खाने चाहिँ ए हामी त त्यो अस्तितिर खाएको त्यही ठिक छ क्या ल हेलो ल हामी चाहिँ यहाँतिर एउटा अहिले एउटा मात्रै ट्राई गर्ने नुडल्स चाहिँ मिठो छ बरु अस्ति नै दिदीले बना सुथुक्पा ए होइन होला है त्यो त दामी फुल dark chocolate coconut winner सबको chocolate my favorite chocolate के हो रे भयो बोलो नेपाल जाँदाखेरि चाहिँ हामी
चिकन त्यत्रो ए त्यो पनि ठिकै हो त्यो होइन साबुन के साबुन अर्को ए हेरौँ न त्यो चाहिँ कहिले काहीँ त्यो बाहिर निस्क्यो है अब हाम्रो पर ओके हामी चाहिँ बाहिर निस्क्यो है अब चाहिँ बल्ल 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 हजुर काठ बनाउने यो भित्रको हेलो अब चाहिँ हामी चाहिँ बाहिर निस्क्यो ए Shit, man, crazy. अब मिलाउँदैछ ओके ल एक हप्ताको ग्रोसरी चाहिँ 2 पट्टा चामल छ अनि वाटरमेलनदेखि लिएर हामी सबै पानी सानीदेखि लिएर सबै ओके अब चाहिँ लागौँ है हामी चाहिँ ल ओके अब हामी चाहिँ जाँदैछौँ ल है गाइज गुरुजी पनि पस्यो गुरुआमा पनि पस्यो ल हे जाने कि उइसमा जाने हो अय्या ओइ अलि राम्रो किन भए त कहाँ जाने फेरि उ त जान्छ होला नि दिदीहरु भित्र उ त सामान निकाल्ने अब घरमा पस्ने त्यो सामान आज दिनभरि ओसरेर पस्दै My sister and brother, they are very waiting. Amu ke ho sabai sona सबैले भोगिन्छ
माई सिस्टर एन्ड ब्रदर के हो यो जन्जे आएको जस्तै भयो सबैजना के लस्कालाई लिनलाई फेरि Yes. Very danger, you know. Yeah. Goodness. Yeah. Okay. Ah? Ke anda? त्यो. चामल 2 बोरा त्यसपछि बेर त्यसपछि यहाँतिर नयाँ बेर राख्नै छ हैन हेलो बाटुली भाइ So nice. बत्ती साउनेले बुट्टन पकाउँदैछ देखौनुस् हाम्रो गाईहरुलाई कत्रो छ त बुट्टन छट गरेर कहाँदेखि ल्याउनु भयो यस्तो यो चाहिँ हामीले बाहिरबाट यो पनि बाहिरको पनि बाहिरबाट मगाएको हो मटन भुटुवा हैन त साउनेले गर्छ भट्टी जलाएको मान्छे पो हो त भट्टी भनेर भनेर सैलीको भट्टीमा तुङ्गा तर्नु यार खानी भए दिन्छु चिसोले यहाँ चाहिँ वाटरमेलन रहेछ म चाहिँ वाटरमेलन खान्छु एउटा आलु दम बनाउने हो सबैजना मेरै फोनमा गर्दो रहेछ कत्रो चाहिँ तपाईँहरू चटपटी खानु है त्यस्तो गालामा हात नलाउनु न कहाँ तपाईँ चाहिँ हेलो गाइस सेल रोटी यो चाहिँ सन्डेको रोटी कपडा पनि खतरा छ है अहिले जान यहाँ चाहिँ आलु अब आलु फ्राई गर्ने हो आलु दम बनाउने हो यहाँ चाहिँ अनि यहाँ चाहिँ के अरे भुटन बनाउने हो भुटनको लागि रेडी ए 2टा भइसकेछ ल सेलरोटी पनि चट्ट गरेर कलर पनि टाङ्गे चाहिँ यहाँ यस्तो कसो जान्ने ल फाइनली हाम्रो यहाँ मटन के अरे के भन्छ भुटन मटन अनि आलु चिउरा छोइला कचेला सबै यतातिर अनि यतातिर मेरो गेसहरू चाहिँ यतातिर गुड यु लाइक ओके ल खाएर हेर्नु त कस्तो भएछ मटन हुन्छ गुड ल है यस्तो रहेको छ आजको हाम्रो होलिडे